ओहो बिहान भइसकेको छ। म चाहिँ हतार हतार लुगा चेन्ज गरेर बस पार्कतिर लागेँ। हेलो हाई नमस्ते साथीहरू, म चाहिँ बस पार्क आइपुगिसकेको छु। आजको ट्रिप चाहिँ सुन्दर दोलखा चरिकोटसम्मको छ। बाटोमा हिउँ खेल्ने पनि प्लान छ। अब धेरै ढिलो नगरिकन प्यासेन्जरहरूलाई चढाएर हामी यहाँबाट निस्किने छौँ। प्यासेन्जरहरू चाहिँ आरामले चढ्दै हुनुहुन्छ गाडीमा। प्यासेन्जरहरू नि सबै चढिसक्नु भएको छ। अब ल लागौँ है त। बाटो चाहिँ एकदम बवाल छ, सिन पनि एकदम खतरा। चाहिँ मेरो भित्रको लुक्स हामी चाहिँ अहिले धुलीखेलको ओह्रालो आइपुगिसकेका छौँ। आज चाहिँ गाडी अलिक सुपर स्पिडमै कुदाउनु पर्ने हुन्छ। मेरो गाडीभित्रबाट नि बाहिरको सिन चाहिँ बवाल देख्छ। गाडीभित्र नेपालको झन्डा पनि राखेको छ। माइक पनि छ, बोल्नु मन लाग्यो भने चाहिँ फेरि म चाहिँ अहिले त्यही माइकबाट बोलिरहेको छु है गाइस। भगवानको मूर्ति पनि राखेको छ गाडीभित्र। फेरि किन मूर्ति राख्नुभयो भन्नु होला। मूर्ति राख्यो भने चाहिँ यसो भूत प्रेत नलागोस् भनेर चाहिँ यसो एक्सिडेन्ट नहोस् भनेर चाहिँ राखेको है गाइस। त्यति मात्र नभएर पैसा नि अलिक बढिया होस् भनेर है। मितलाई त हाल्यो छुको मात्रै पुलिसलाई पो बोलाउने रे। पुलिसले फेरि 1000 खै चिट काट्दियो भने त गाह्रो हुन्छ। त्यो लफडामा नपर भाइ रे। लफडाबाट त बचियो, कहिले काहीँ भाग्नै पर्ने अवस्था पनि आउँदो रहेछ। तपाईँहरूको पनि बाटोमा यस्तै लफडा भएको छ कि यसो कमेन्टमा भन्नुहोस् है। यतिकैमा हामी चाहिँ खाडीचोर पुग्न लागिसकेका छौँ। यताको सिन पनि बवाल देखिने क्या, कस्तो दामी। हामीलाई चाहिँ अब आइचर गाडीले चाहिँ फलो गरिरहेको छ है गाइस। यो आइचर गाडीले नै सामान त टन्न बोक्रिने रहेछ बा। के चाहिँ बोक्यो होला, रोकेर लुटपाट गर्नुपर्छ क्या हो गाइस। तर यस्तो नगरौँ, अर्को खाडामा पडिन्छ। अहिले चाहिँ हामी यस्तो बवाल भिडको बाटो हिँडिरहेको छौँ। अस्तिर भिड, तलतिर पुरा जङ्गल छ, गाडीहरू नि लाइन लाएर हिँडेछ। एकछिन रोकेर यो सिन पनि हेरौँ है त। बवाल हिमाल देखिरहेछ, तल चाहिँ पुरै कोसी रहेछ। सानो भ्यू हेरेर हामी चाहिँ त्यहाँबाट निस्क्यौँ। अब झनै बवाल भ्यू हेर्न चाहिँ बाँकी नै छ। वाउ कस्तो दामी सिन। चाहिँ ल ओभरटेक गर्नु खोजेको हेर न। AK-47 ब्राजिल हामीलाई चाहिँ ओभरटेक गर्न खोजिरहेको छ गाडीले। हाम्रो यो सुन्दर नेपालको रोडमा विदेशी गाडीले पनि स्थान पाएको रहेछ। ठाउँ एकदम साँघुरो छ। हुनुसै गुरुजी त भन्नै पर्यो, बाटो साँघुरो हतार नगरौँ। हतार गरे जीवन कतार पुग्छ। कतार मात्र होइन, चन्द्रमामै पुगिन्छ सिधै। यो बाटो र जीवन उस्तै हो। कहिले एकदम सिधा हाइवे जस्तो सजिलो हुन्छ, कहिले मुडेको घुम्ती जस्तो अप्ठ्यारो। भन्दै हामी अब सुनकोसीको तीरमा पुगिसकेका छौँ। सुनकोसी सररा हाम्रो गाडी चरिकोटतिर जाँदैछ बरर। छालसँगै मनुड्यो पहाडको त्यो काखमा, सपनीमा चरिकोट माया छ यो आँखामा माया छ भन्दा हामी ठुलो पाकारमा पुगिसकेका छौँ। घरहरू छ, कति मजाको। यताको बाटो चाहिँ एकदम अफ रोड रहेछ। पानी परेको बेला चाहिँ लास्टै समस्या हुन्छ यो बाटोमा। तर यो पहिलाको बाटो हो, अहिले त पिच भइसकेको छ पुरै। छुट्टी ड्राइभ गर्नु होला यो बाटोमा नि। फाइनल्ली हामी मुडेको यो जाममा पुग्यो। अनि म चाहिँ यो गाडीमाथि चढेर भ्यू हेर्दैछु। यो चाहिँ ड्रोन सर्ट भ्यू हो। यहाँ चाहिँ गाडी तिर्सो परेर बसेको कारणले यो जाम भएको रहेछ। अनि एकछिन जाममा बसेर त्यहाँबाट निस्क्यौँ हामी। अनि यो बाटो चिप्लो भएको कारणले गर्दा यहाँ रोडमा गाडी तिर्सिएको रहेछ। हाम्रो नि गाडी तिर्सेल भनेर मैले बिस्तारै उकालो लगेँ। र अब यो मुडेमा प्यासेन्जरहरूलाई झारेर फेरि अरू प्यासेन्जरहरूलाई नै लानुपर्ने हुन्छ। मेरो बसमा धेरै मान्छे चढ्छ, कोही चरिकोटसम्मै साथ दिन्छन्, कोही बिचमै हुने। जीवन पनि यस्तै हो। अब हामी आइपुग्यौँ यो रुटको सबैभन्दा डेन्जर र सुन्दर ठाउँ खरजुङ्गा। यहाँको कुहिरो त कस्तो छ भने अगाडि गाडीको रङ पनि चिन्न गाह्रो हुन्छ। हिउँले गर्दा यहाँ गाडी उत्तानु पर्ने सम्भावना पनि हुन्छ। यो ठाउँ फिल्मी सिटीको नाममा प्रख्यात पनि छ। धेरै मान्छेहरू हिउँ खेल्न पनि आउने गर्छ। यहाँ आइसकेपछि हिउँ खेलेर रमाइलो त गर्नै पर्यो। त्यही भएर हामी पनि गाडी रोकेर हिउँ खेल्नतिर लाग्यौँ। मेरो प्यासेन्जरहरू कति खुसी भएको त डाम्नाहरू। हिउँ खेल्न लागेपछि त समय गएको पत्तै नहुने। हिउँ खेल्ने रहर अझै हुँदा पनि आफ्नो गन्तव्यमा त पुग्नै पर्छ। सो हामी एकछिन रमाइलो गरेर यहाँबाट निस्क्यौँ। परेर बाटो चाहिँ एकदम चिप्लो रहेछ। हिउँ खेल्नको लागि अरू गाडीहरूले पनि टन्नै मान्छे बोकिरहेको रहेछ। ल साथीहरू तपाईँहरू नि आउनुहोस् है, हिउँ खेल्न चाहिँ मजा हुन्छ नि। फेरि अहिलेको सिजन भनेको हिउँ पर्ने सिजन हो, हिउँ खेल्नुपर्छ है सिजन अनुसार। हाम्रो खरजुङ्गामा चाहिँ हिउँ पर्ने सिजन अहिले हो। पानी परेपछि हिउँ पनि पर्छ। र अहिले त फेरि माघी मेला पनि लागिरहेछ है गाइस चरिकोटमा। सो आउनु होला। यो हाम्रो एक बारको जिन्दगीमा रमाइलो त गर्नै पर्यो नि। अब एउटा रमाइलो गीत सुन्दै अगाडि बढौँ है त।
काठमाडौँको भिडभाड बिहानीको साइत धुली खेल काटेपछि देखियो निलो आकाशको काइत स्टेरिङमा हात छ मनमा चरीकोटको तिर्सना खल्ला खुल्ली बाटोमा पनि छैन कतै बिर्सना सुनकोशी सररा सररा हाम्रो गाडी चरीकोटतिर जाँदैछ बरर छालसँगै मन उड्यो पहाडको त्यो काखमा सपनीमा चरीकोट माया छ यो आँखामा सुनकोशी सररा मुडेको त्यो उकालो इन्जिनले लोड लियो खलासी भाइले झ्यालबाट यो अमिठो सिक्टी दियो घुम्ती घुम्ती बाटो यो जिन्दगीको मेल छ ड्राइभरको हातमा हेर सानो ठुलो खेल छ खरी ढुङ्गा सेताम्ने हिउँले ढाक्यो डाँडा चिसो चिसो बतासले मन भयो टाढा चिप्लो बाटो हिउँको गाडी अघि बढ्छ ड्राइभरको साहसले शिखर यसले चढ्छ काप्ने गरी हिउँ पर्यो सेतो भयो भित्ता आज छरीकोट पुग्ने अर्कै छ नि कित्ता सुनकोशी सररा भिरको बाटो डर लाग्दो उहिरोको घुम्टो छ यात्रुको त्यो हाँसोमा जिन्दगीको रङको छ एकतिर कोशी बग्छ अर्कोतिर पहरा चरीकोट पुगेपछि मेटिन्छ नि रहरा सुनकोशी सररा हाम्रो गाडी चरीकोटतिर जाँदैछ बररा छालसँगै मन उड्यो गीत सुन्दा सुन्दा प्यासेन्जरहरू सबै निदाइसकेछ अनि रात पनि कति चाँडो परि पो सकेछ गन्तव्यमा नपुग्दै बाटैमा रात त पर्ने थिएन होला तर हामीले रमाइलो गरेर बसेको कारणले गर्दा रात नै भइदियो लामो बाटो भएर होला थकै पनि भयङ्करै लागेछ आज यसो होटेल भेट्यो भने यतै बस्नुपर्छ नभने अनिदो गाडी चलायो भने त दुर्घटना हुन सक्छ होटेल त यहाँ बाटोमै देखियो र हामीले गाडी होटेलतिर छिरायौँ हामी आज यतैतिर सुत्छौँ अनि म चाहिँ गाडी मिलाएर गाडी पार्क गर्नतिर लागेँ गाडी पनि पार्क गरिसकेँ अब स्टार्ट बन्द गरेर हामी सुत्नेतिर लाग्छौँ र यही होटलमा हामी सुत्यौँ भोलिपल्ट बिहानै भएपछि हामी त्यहाँबाट निस्क्यौँ बाटोमा पुरै पानी पनि परेर रहेछ सिन पनि कति दामी छ गएछ अब चाहिँ हामी एउटा गीत सुन्दै अब चरीकोटतर्फ निस्किन्छ फाइनल्ली लामो यात्रापछि अन्ततः हामी दोलखा चरीकोटको सातो बाटोमा आइपुगिसकेका छौँ चरीकोट बजार एउटा सबैको सङ्गम स्थल हो किनभने यहाँबाट प्रसिद्ध दोलखा भीमेश्वर कालिन्चोक भगवती र जिरी जाने बाटो यही हो अहिले चाहिँ म नेपालको झन्डा भएको चोकमा छु यस्तो दामी सुन्दर देखिँदो रहेछ यो चाहिँ सातो बाटो चोक है म चाहिँ अहिले सातो बाटो चोकबाट मैले लाइभमा बसिरहेको छु हेर्नुहोस् नेपालको झन्डा कति राम्रो देखिएको छ यो चाहिँ ड्रोन सट भ्यू है गाइस कति खतरा
अब म चाहिँ गाडी भएको ठाउँमा जाँदैछु कलङ्के गाडी रुवाउन सारा दुनियाँ भयो नि हँसाउने तिमी मात्र छौ आमा म चाहिँ अब आफ्नो गाडी भएको ठाउँमा गएर अब गाडीलाई बस पार्कमा लगेर छोड्छु त्यसपछि यहाँको रमाइलो मेला देखाउने छु तपाईहरूलाई आजको यो काठमाडौँदेखि चरिकोटसम्मको यात्रा कस्तो लाग्यो मन पर्यो भने भिडियोलाई लाइक गरिहाल्नुहोस् अनि कस्तो लाग्यो कमेन्ट पनि गर्नुहोस् है अर्को भ्लगमा नयाँ रुट लिएर आउनेछु एकैछिन है चरिकोटको मेला पनि हेर्नु छ